आज कम्प्युटर क्लासको फर्स्ट डे। कम्प्युटरको महत्त्वबाट चाहिँ दिपाले भन्न सुरु गर्छ है। सबैजना लेखेर भन्न आतुर भएर बस्नु भएको छ मेरा भाइ बहिनीहरू। कम्प्युटरले सूचना प्रदान गर्छ। कम्प्युटरले गर्दा काम पनि धेरै छिटो गर्छ। कम्प्युटर भयो भने सूचना आदान प्रदान गर्न सकिन्छ। यति हो? भयो भने एक्जाम पेपर छाप्न सकिन्छ। हो। कम्प्युटरबाट ज्ञान प्राप्त हामीलाई सूचना आदान प्रदान गर्न मद्दत गर्छ। कम्प्युटरले हामीलाई सूचना आदान प्रदान गर्ने भने हामीलाई पढ्न र ज्ञान सिक्न सहज हुन्छ। र कम्प्युटर बिना सूचना आदान प्रदान गर्न सकिँदैन। कम्प्युटरबाट हामीलाई सूचना आदान प्रदान गर्न सकिन्छ। नजानेको कुरा तथा नबुझेको कुरा हेर्न मिल्छ। हजुर मोबाइलबाट फोन गर्न मिल्छ। हो। र फाइदा कम्प्युटरबाट सूचना आदान प्रदान हुन्छ। हो र सूचना आदान प्रदान गर्न सकिन्छ। मान्छे के हो?